आईको पार्टमा चाहिँ नगर्ने अनि सबै क्रिमलाई यसरी फैलाउने आईको एरियामा नपारिकन है यसरी फैलाउने माउथमा पनि नपार्ने यसरी हल्कासँगले त्यसपछि जर्नल स्ट्रोक 1 2 3 यसरी अनि कानको जरामा आएर प्रेस गर्ने है त्यसपछि हातलाई चिप्ल्याउँदै लिएर आउने यहाँ नेकको एरियामा सर्कलिङ यसरी 1 2 3 4 5 त्यसपछि एसेन्डेन्ट यसरी एउटा ह्यान्डले मात्रै गर्ने हो एसेन्डेन्ट यसरी त्यसपछि कानको जरामा आएर प्रेस अनि हातलाई चिप्ल्याउँदै यो पार्टमा लिएर आउने अनि यसरी डाउन एकदम फ्लेक्जिबल तरिकाले डाउन है त्यसपछि जहाँबाट हामीले डाउन गर्न स्टार्ट गरेका छौँ त्यही पार्टमा आउने अनि अफ लिफ्ट गर्न स्टार्ट गर्ने कानको जरामा आएर प्रेस है त्यसपछि यसरी हातलाई चिप्ल्याउँदै यो जलाइनमा त्यसपछि राइट टु लेफ्ट लेफ्ट टु राइट मैले अघि भने जस्तो स्टेप अब आफूलाई जतिचोटि जस्तो 9-10 चोटि दोहोऱ्याएर बिस्तारो गर्छु भने पनि पाइने है यसरी फेरि यसरी कानको जरामा दुईटै हातलाई ल्याएर प्रेस गर्ने हातलाई चिप्ल्याउँदै लिएर आउने यसरी माउथमा सर्कलिङ अनि सेमी सर्कलिङ त्यसपछि हातलाई यसरी चिप्ल्याएर कानको जरामा लिएर आए पनि हुन्छ नभए यतिकै यहाँ आएर यहाँ सर्कल गरे पनि हुन्छ यसरी 1 2 3 4 5 यसरी सर्कलिङ अनि एसेन्डेन्ट है त्यसपछि नोजमा यतिकै चिप्ल्याएर नोजमा ल्याउन पनि मिल्यो है नोजमा क्लक वाइज यसरी क्लक भनेको यसरी माथि है एन्टी क्लक वाइज तल यसरी सी सेप त्यसपछि अफ प्रेस